हेलो साथीहरू, आज चाहिँ कर्मचारी सञ्चय कोषले नयाँ भ्याकेन्सी खोलेको छ है। कर्मचारी सञ्चय कोषले विभिन्न पदहरूमा चाहिँ आफ्नो नयाँ भ्याकेन्सी खोलेको छ। सोही कुरालाई लिएर आज हामी यो भिडियो लिएर आएका छौँ, जसमा आज 12 महिना 8 गते विज्ञापन गरिएको हो। त्यसमा तपाईले आवेदन दिनको लागि चाहिँ vacancy.epf.org मा गएर दिन सक्नुहुनेछ। कुन पदको लागि विज्ञापन गरिएको छ भने पहिलो रहेको छ 8औं तहको प्रबन्धक पद रहेको छ, जसमा प्रशासन अन्तर्गत खुल्लाबाट एकजनाको लागि गरिएको छ। त्यसैगरी 7औं तहको उपप्रबन्धक प्रशासनमा एकजना, दलितबाट एकजना गरिएको छ। 7औं तहमा उपप्रबन्धक चार्टर्ड अकाउन्टेन्ट गरिएको छ, जुन चाहिँ प्रशासनमै खुल्लाबाट एकजना, मधेसीबाट एकजना र दलितबाट एकजना गरेर 3 जनाको लागि गरिएको छ भने 6औं तहमा सहायक प्रबन्धक गरेर प्रशासन सेवा अन्तर्गत सहायक प्रबन्धक खुल्लाबाट 4 जना, महिलाबाट 1 जना, मधेसीबाट 1, दलितबाट 1 र अपाङ्गबाट 1 गरेर खोलिएको छ। जम्मा 8 जना खोलिएको छ। 6औं तहमा सहायक प्रबन्धक भने 6औं तहमै सहायक प्रबन्धक अन्तर्गत कानुनतर्फ जुन चाहिँ प्रशासन र कानुन सेवाभित्र पर्छ, जसमा खुल्लाबाट 1 जनाको लागि विज्ञापन गरिएको छ। त्यसैगरी 6औं तहमै सहायक प्रबन्धक जुन चाहिँ सिस्टम बनिएको छ, त्यो भनेको सूचना प्रविधि अन्तर्गत हो, जहाँ चाहिँ खुल्लाबाट 1 जना र आदिवासी जनजातिबाट 1 जना गरेर खोलेको छ। अनि अन्तिम भनेको 5औं तहमा गरिएको छ। 5औं तहमा प्रमुख सहायक अन्तर्गत प्रशासनको लागि गरिएको छ। खुल्लाबाट 12 जना, महिलाबाट 3, आदिवासी जनजातिबाट 3, मधेसीबाट 2, दलितबाट 1 र पिछडिएको क्षेत्रबाट 1 गरेर विज्ञापन गरिएको छ। यो चाहिँ आज 12 महिना 8 गते कर्मचारी सञ्चय कोषले विज्ञापन गरिएको हो, जसमा केही दस्तुरको लागि पनि यहाँ बनिएको छ। प्रत्येक तहको विज्ञापन दस्तुर है कुनसम्म 6औं सम्मको है। 6औं सम्मको लागि 1100 दस्तुर हो र समावेशीको लागि 500 थप हो है। भनेको खुल्लाबाट मात्रै भएपछि 1100, खुल्ला प्लस अर्कोबाट भर्दै हुनुहुन्छ भने 500 थप दिनु पर्यो है। अनि 5औं तहको लागि चाहिँ 600 विज्ञापन दस्तुर अनि 300 समावेशीको लागि हो है। अब यसको लागि के योग्यताहरू हेरौँ, हामी सबै कुरा हेरौँ। परीक्षाको किसिम भनेको छ प्रमुख सहायक पदमा लिखित हुन्छ भन्छ, कम्प्युटरसिप परीक्षण अन्तर्वार्ता, अरू पदमा लिखित तथा अन्तर्वार्ता हुन्छ है। अनि आवश्यक न्यूनतम योग्यता 8औं तहको लागि शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातकोत्तर है। म्यानेजमेन्टबाट ब्याचलर तपाईँ MBA गर्दै हुनुहुन्छ, गर्नुभयो या MBS गर्नुभयो, जे पनि गर्नुभयो है। त्यसैगरी अनि के भनेको छ उत्तीर्ण गरेको भन्छ। 7औं तह उपप्रबन्धकको लागि शिक्षण संस्थाबाट स्नातकोत्तर है, मास्टर्स, अनि मानविकी संकाय व्यवस्थापनबाट मास्टर्स गर्नु पर्यो, या तपाईले ह्युमनिटिजबाट मास्टर गर्नुभयो भने इकोनोमिक्स भएको हुनु पर्यो है। इकोनोमिक्स पढेर 5 वर्षको अनुभव हुनु पर्यो भनेको छ। 7औं तहबाट हुनुहुन्छ भने उपप्रबन्धकमा चार्टर्ड अकाउन्टेन्टको लागि शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्सी उपाधि भनेको चार्टर्ड अकाउन्टेन्ट उपाधि भएको हुनु पर्यो। कुनै विषयमा स्नातकोत्तर र कुनै पनि विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको वा सरकारी सेवा प्रचलित कानुन बमोजिम स्थापित सङ्गठित संस्थामा अधिकृत स्तरको या त स्नातकोत्तर गरेको हुनु पर्यो है। अनि अधिकृत स्तरमा कुनै पनि सङ्घ संस्थामा अधिकृत स्तरमा 5 वर्षको अनुभव हुनु पर्यो भन्छ। त्यसैगरी 6औं सहायक प्रबन्धकको लागि शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातकोत्तर है, स्नातकोत्तर गरेको हुनु पर्यो। व्यवस्थापन संकायमा स्नातकोत्तर भनेको म्यानेजमेन्टबाट मास्टर गरेको हुनु पर्यो, या मानविकी संकायबाट इकोनोमिक्समा मास्टर्स गरेको हुनु पर्यो है। अनि 6औं तह कानुनको लागि शिक्षण संस्थाबाट कानुन विषय लिएर स्नातकोत्तर गरेको हुनु पर्यो। अनि 6औं तहको जसलाई यो सिस्टम भन्ने छ नि, त्यहाँ हाम्रो चाहिँ कम्प्युटरतर्फको त्यसको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विज्ञान या सूचना प्रविधि या कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातक ब्याचलर गरेको हुनु पर्यो है। कम्प्युटर विज्ञान छ, सूचना प्रविधि छ, या कम्प्युटर इन्जिनियरिङ जे पनि छ, ब्याचलर गरेको हुनु पर्यो। अनि 5औं तह जसमा प्रमुख सहायक भनेको छ, त्यसको लागि शिक्षण संस्थाबाट स्नातक वा मानविकी अन्तर्गत अर्थशास्त्र व्यवस्थापनबाट भनेको म्यानेजमेन्ट फ्याकल्टीबाट ब्याचलर गरेको हुनु पर्यो, या ह्युमनिटिजबाट अर्थशास्त्र लिएर ब्याचलर गरेको हुनु पर्यो। यो चाहिँ थाई विज्ञापन हो है, थाईको लागि गरिएको हो। अब सेवा सुविधा सबै कुरा उनीहरूको नियमावली अनुसार हुन्छ। अनि उमेरहरूको लागि चाहिँ 5औं तहको लागि 18 वर्ष पुरा भए 35 ननागेको, महिलाको लागि चाहिँ 40 वर्ष हो, महिला अपाङ्गको लागि। 6औंमा 21 वर्ष पुरा भए 45 ननागेको भन्छ। अनि कार्य अनुभव भनेको 7औं तहभन्दा माथिको लागि 21 वर्ष र 45 वर्षमै हुन्छ। अनि परीक्षण काल पनि हुन्छ भन्छ है। अनि तलब स्केल चाहिँ उनीहरूकै कोषको सिस्टम अनुसार या उनीहरूकै नियमावली अनुसार हुन्छ।
दरखास्त कसरी बुझाउने? अनलाइन दरखास्त फारम भरी कर्मचारी सञ्चय कोष www.epf.org.np मा गएर करियरभित्र अनलाइन एप्लिकेसनबाट फर्म भर्ने हो है। अनि अनलाइन दरखास्त सबमिट गरेपछि एप्लिकेसन नम्बरको अनुरूप दस्तुर बुझाउन कहाँबाट बुझाउने? कनेक्ट आइपिएस ई सेवा खल्तीबाट बुझाउन सकिन्छ है। केही जस्तो समस्या छ भने यहाँ नम्बर भनेको छ, यहाँ कल गर्न सक्नुहुन्छ तपाईँ है। अनि यहाँ के भनेको छ, आफूले पेश गर्ने योग्यताहरू अपलोड गर्नु, एक प्रति अपलोड गर्नु होला भनेको छ मागेको योग्यताहरू। अनि यो दरखास्त दस्तुर कहिलेसम्म छ? सूचना प्रकाशित भएको 21 मितिसम्म दरखास्त दस्तुर अनि आइपिएस र ई सेवाबाट बुझाउन सकिन्छ। 21 दिनपछि 7 दिनसम्म डबल दस्तुर बुझाउन सकिन्छ भनेको छ। अनि अस्वीकृत भयो भने दस्तुर फिर्ता हुने छैन भनेको छ। केही कारणले एप्रुभ भएन भने त्यो चाहिँ रिटर्न चाहिँ हुँदैन, पैसा है रिफन्ड हुँदैन। अब कहाँ काम गर्नुपर्छ त्यो चाहिँ काठमाडौँ उपत्यका सिस्टमले, काठमाडौँ यो सहायक प्रबन्धक सिस्टम र कानुनले चाहिँ काठमाडौँ उपत्यका स्थितमा काम गर्ने, अरू पदहरूले चाहिँ काठमाडौँ बाहिरको कार्यालयहरूमा भनेको छ। जेनरली तपाईँ कहिलेसम्म भने आज 8 गते, आजबाट 8 गतेबाट 21 दिन गर्नुहोस् तपाईँ भनेको 29 गतेसम्म सिङ्गल दस्तुरमा दिन सक्नुहुन्छ है। 29 गतेपछि तपाईँले 7 दिनको लागि डबल दस्तुरमा फर्म भर्न सक्नुहुनेछ, जसको लागि 5औँ तहको लागि 600 रुपियाँ हो है फर्म दरखास्त दस्तुर, र त्योभन्दा माथि 8औँ 7औँ र 6औँको लागि 1100 को हिसाबले तपाईँ फर्म भर्न सक्नुहुनेछ।